आज चाहिँ मैले सेलरोटी बनाएको छु र यो बनाउनु एकदमै सजिलो छ। अनि यो भिडियोमा चाहिँ मैले जुन खास पारम्परिक प्रकारले बनाइन्छ चामलहरू भिजाएर त्यसलाई पिसेर त्यो प्रकारले मैले देखाएको छुइनँ। मैले चाहिँ इन्स्टेन्ट सेलरोटी बनाउने तरिका यसमा देखाएको छु, जसमा चाहिँ कुनै तयारी गरेको हुँदैन नि, त्यति बेला पनि छिटो छिटो चाहिँ बनाएर खानु सकिन्छ। त्यसको लागि मैले यहाँनिर चामलको पिठो लिएको छु, त्यसपछि मैदा अनि सुजी बराबर मात्रामा मैले लिएको छु। अब यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ यसरी, र अलिअलि पानी हाल्दै यसलाई मैले घोलेको छु। चामलको पिठो, सुजी अनि मैदाको चाहिँ बराबर मात्रामा लिएको छु र यसलाई पानी हाल्दै मजाले यसको घोलेर चाहिँ घोल तयार भएपछि यसलाई म 10 मिनट या 15 मिनटको लागि चाहिँ यतिकै छोडिदिन्छु। त्यसपछि चाहिँ 10-15 मिनट पछि मैले यहाँनिर जति आफूले लिएको छ पिठोहरू त्यही अनुसारले चाहिँ चिनी मिसाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँनिर कम्ती बनाउँदैछु र त्यही भएर मैले 1.5 चम्ची जस्तो चिनीको पाउडर लिएको छु अथवा पिसेको चिनी, र यसलाई चाहिँ मिक्स गरिसकेपछि चाहिँ मलाई चाहिँ अलिकति पतला लाग्यो र त्यही भएर फेरि मैले यसमा अलिकति चामलको पिठो अथवा चामलको आटालाई एड गरेको छु र यसलाई मजाले फिट्नुपर्छ, गाँठोहरू चाहिँ हुनु हुँदैन। र यसमा आफूलाई मन परेको कुनै पनि मसला भन्नाले चाहिँ अब त्यो जिराहरू चाहिँ होइन, यसमा अलिकति सौँफ, किसमिसहरू अनि नरियलहरू हाल्दा हुन्छ। मैले चाहिँ यतिकै खाजाको रूपमा बनाएको हो र केही पनि त्यस्तो हालिनँ। अब यो एकदम पर्फेक्ट भएको छ र मैले यसमा अलिकति खाने सोडा हालेको छु। अब खाने सोडा हालेर पनि यसलाई चाहिँ मजाले यहाँनिर घोलेर मिक्स गर्नुपर्छ र अब यो एकदम रेडी छ। त्यसपछि चुलामा मैले एउटा प्यान बसाएको छु जसमा धेरै तेल हालेको छु र तेल जब मजाले तात्तिन्छ तब चाहिँ यहाँनिर यसरी गोलो गोलो रोटी, मैले सेल रोटी बनाएको छु। पर्फेक्ट सेप चाहिँ मलाई आउँदैन, कोसिस मैले गरेको हो, तर टेस्ट चाहिँ यति दामी टेस्टी बनेर चाहिँ तयार हुन्छ। यसरी चाहिँ सेलरोटी बनिएर चाहिँ तयार हुन्छ र जब यो गोल्डन ब्राउन हुन्छ यसरी, तब चाहिँ यसलाई पल्टाएर फेरि दुईपट्टिबाट मजाले पकाएर चाहिँ यसरी निकाल्नुपर्छ। यसरी नै मैले चाहिँ सबै रोटीहरू बनाएर तयार गरेँ। चामलहरू नभिजाएको बेला चाहिँ यसरी अचानक खानु मन लाग्दा पनि यो प्रकारले चाहिँ बनाएर खाँदा हुन्छ। एकदमै टेस्टी अनि स्वादिष्ट बनेर चाहिँ तयार हुन्छ सेलरोटी। यसरी चाहिँ मैले बनाएको हो। यो एकदमै सजिलो छ, यो बनाउनु चाहिँ टेस्ट यति दामी हुन्छ यो। थ्याङ्क यू फर वाचिङ।